यसै नुवाकोट जिल्ला चिसोर महादेव दर्शनको लागि चाहिँ देखि उत्तरमा रहने हाम्रा आफ्नो कल्चर रिवाज अनुसार यसै गरी हाम्रो झाँक्री बाजाहरू झाँक्री माताआमाहरू यसै गरी उहाँहरूको आफ्नो प्रधान गर्दै दर्शनको लागि सेवा गर्दै हुनुहुन्छ। उहाँहरू आफ्नो संस्कृति जोगाउनको लागि यसै गरी भोग्ने हिँड्ने गर्दै हुनुहुन्छ। हजुरहरू पूर्व पश्चिमदेखि उत्तरमा रहने आमा बुवा दाजुभाइ दिदीबहिनी सबैजनाले हेरेर साथ दिनको लागि हार्दिक मन्त्र गर्दै हार्दिक मन्त्र। यसै गरी यो हाम्रो दुप्चेश्वर मेलाको लागि जताबाट आउने दर्शकहरूलाई खेल्ने र हेर्ने रमाउने र मचाउनको लागि धेरै निकै रमाइलो छ भन्ने कुरो यहाँ पुष्टि हुन्छ। देख्न सकिन्छ। मलाई पर्दैन कालो माथि चढ्दै चढ्दै यस दुप्चेश्वर महादेवको दर्शनको लागि माथि पुगिन्छ। त्यसै गरी हरेक पूजा पाठको लागि सामानहरू यहाँ प्राप्त हुन सकिन्छ। यसै गरी तलमाथि यो सिँढीबाट कालो भुरालो गर्ने हुन्छ। हजुरहरूले पनि आउँदो फेरि 82को पूर्णिमा यसै गरी यहाँ हजुरहरूले पनि यसै गरी दर्शकहरूले दर्शन गर्नको लागि आउन सकिन्छ। हजुरहरूले यहाँलाई पनि ठुलो निम्दो छ यहाँ हेर्न यसै गरी सबैजनाले हेर्न सकिन्छ। हरेक आफ्ना तरिकाले हिँड्नु भएको छ। यहाँ झाँक्री माताहरूले पनि माथि तल चढिरहनु भएको छ। यहाँ हेर्नु होला हजुरहरूलाई यसै गरी हजुरहरूले प्राप्त गर्न सकिन्छ। हामीले त्यही भाव प्रकट गर्नुपर्छ कि भगवान बोलेनन् भनेर भए यहाँ जसरी मान्छेका बच्चा सानोबाट पढ्दै केसरी चरण माने भगवान विष्णुले बन्द गरिएको छ। हजुरहरूलाई विशेष जानकारी गरायो। यो मनन गर्नुहोला हजुरहरूले, अन्यथा तपाईँहरूका इच्छा केही पनि सफल हुँदैन। त्यसैले हजुरहरूलाई यो जानकारी गराउँदछौँ। केसरी नछोडिदिनु होला भगवानलाई। केसरी चलाउनु हुँदैन ध्यानु भएको छ। मध्ये चुना तपाईँ त्यस्तै गरी कागज प्लास्टिकहरू बोतल दुधका बोतल जलका बोतलहरू लानु भएको छ भने पूजा गरे भगवानले राखेर नहिँड्नुहोस्। मनन गर्दै जानु होला भगवानको धाममा अत्यन्तै पुण्य मिल्नेछ। र हामीलाई केही इच्छा छन् भने एकै कुरा भनेर हर महादेव हात लगेर उचाली गरी त्यो चालना राख्नु भगवान हामीले भगवानको हाम्रो हैसियत हुँदैन। भाइरल ब्याग लाने 350 मात्र। भाइरल ब्याग लाने 350 मात्र। भाइरल ब्याग लाने